नमस्ते, म भरत दाहाल। नेपालको कांग्रेस लगभग दुई टुक्रा भएको छ र मेरो आफ्नो बुझाइमा नेपालको इतिहासमा एउटा डरलाग्दो पापको पिण्ड फुटेको छ। यो देशद्रोही जमात जसले 2007 सालपछि इन्डियनहरूलाई वंशजको नागरिकता दिने, नेपालभित्र चाहिँ इन्डियन सेना हुल्ने, कोशी बेच्ने, गण्डकी बेच्ने, महाकाली बेच्ने, त्यसपछि एमसीसी पारित गर्ने र अनेकौं संस्थागत लुटका काण्डहरू मचाउने, पजेरोदेखि लिएर चाहिँ तपाईको लाउडा, धमिजा, चेजेन, अनिगिन्ती काण्डहरू, त्यसपछि दार्चुङगा हत्याकाण्ड, दरबार हत्याकाण्ड, माओवादी युद्धमा त्यत्रो मानिसहरूको हत्या सारा गर्दै 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 आएको एउटा जमात अहिले दुई टुक्रा भएको छ र अहिले कांग्रेसभित्र हामीले जे देखिरहेका छौं यो कुनै व्यक्तिको सामर्थ्य अथवा जो अहिले विशेष अधिवेशन भन्ने एउटा गिरोहले, अमेरिकन गिरोहले गरिरहेको छ, त्यो कुनै व्यक्तिको सामर्थ्य, यिनको प्रभावको कुरा होइन। यो बिल्कुल भूराजनीतिक टकरावको रूपमा अगाडि बढेको छ र पछिल्लो कालमा आएर शेरबहादुर शेखर पक्षले यसलाई भूराजनीतिक असर भनेर टिप्पणी गरेका छन् र आफू सडकमा मिल्काइन थालेपछि यिनलाई भूराजनीतिको याद आयो, जबकि नेपालको भूराजनीति यस्तो बनाउने यिनीहरू हुन्। देशलाई यो संकटमा धकेल्ने, आजसम्म नेतृत्वमा रहेर जो अपराधहरू गरे त्यो यही गिरोहले गरेको हो। गिरिजादेखि लिएर शेरबहादुरसम्मको गिरोहले सबै यो काम गरेको थियो र एमालेका मान्छेहरूको पनि टिप्पणी भूराजनीति भन्ने शब्द आएको छ। यही भूराजनीतिमा प्रयोग भए तिनीहरू पनि देश विरुद्ध सबै अपराध गरे। माने कांग्रेसले जे अपराध गर्यो, एमालेले प्रत्येक अपराधमा चाहिँ आफ्नो साझेदारी देखाएको छ र गर्दै पनि आएको छ। अहिले उनीहरू भूराजनीति भनिरहेका छन्, जबकि नेपालको भूराजनीतिलाई यिनले केसम्म गरे त भन्छ भने यो अपराधी व्यवस्था, यो बक्सिसको रूपमा आएको साम्राज्यवादी व्यवस्थाको वकालत गर्ने मात्रै होइन, यिनीहरूले युक्रेनको मामिलामा सीआईए को, नेटो को पक्षमा हात उठाए बारम्बार। यही शेरबहादुर गिरोह हो जसले अहिले अमेरिकनहरूको चाहिँ लात खाएको छ। यसैले चीनसँग ऋण लिनै हुँदैन भन्ने हास्यास्पद अडान राख्यो, बीआरआईलाई तोड्नुपर्छ, सम्झौता गर्न हुँदैन भन्यो र रुसले पठाएका विकास र साझेदारीका प्रस्तावहरू रोक्यो एमालेसँग मिलेर। यिनीहरूले गर्ने सबै काम गरे, एमसीसी लगायतका जो हामीले देखिरहेका छौं, भोगिरहेका छौं। तर यो दुर्दशामा यिनीहरू किन पुगे? मैले आज अलिकति यो दलालहरूको जिन्दगी, दलाल राजनीतिको नियति र यिनको भविष्यका बारेमा मेरो आफ्नो एउटा विश्लेषण यहाँ प्रस्तुत गर्न खोजिरहेको छु। मेरो पहिलो चाहिँ भनाइ सधैँभरि भन्दै आए झैं एउटा कुरा म विशेष जोडका साथ म यहाँ उल्लेख गर्न चाहन्छु यो कांग्रेसको अधिवेशनको सन्दर्भमा कि जसको सञ्जाल त्यसकै लगाम। यहाँका जो कथित पार्टीहरू छन् यी पार्टी होइनन्, यी साम्राज्यवादका सञ्जालहरू हुन् र त्यहाँभित्र जति पनि मान्छेहरू छन्, मुख्य मान्छेहरू वा चर्चित मान्छेहरू वा प्रभावशाली मान्छेहरू सबै साम्राज्यवादका एजेन्टहरू हुन् र उनी एजेन्ट नबनिकन, दलाल नबनिकन पार्टीको कुनै उल्लेखनीय ओहदामा पुग्न सक्ने वा सत्तामा पुग्न सक्ने कुनै पनि सम्भावना नेपालमा छैन। अहिले हामीले देखिरहेका छौं जसको चाहिँ सञ्जाल त्यसकै लगाम। मैले किन भने भन्छ भने जस्तो 2-4 दिन अगाडिको दृश्य हेर्दा गगन विश्वप्रकाश अर्थात् अहिलेको ट्रम्प नेतृत्वको सीआईए र मदर टेरेसा फाउन्डेसनको कब्जामा कांग्रेस पुग्यो। 2-4 दिन अगाडिको दृश्य यस्तो थिएन। संस्थापन पक्ष बलियो छ भन्थे र हिजो शेरबहादुर देउवालाई लात्ती हान्दै उनका